जापानी नागरिकता कानुनी रूपमा प्राप्त गर्ने प्रक्रिया जान्न चाहनुहुन्छ? आज हामी तपाईलाई नागरिकता आवेदनका सबै चरणहरू सजिलै बुझिने तरिकाले बताउनेछौँ। जापानमा नागरिकता वा वासस्थानको आवेदन गर्न यी आवश्यक चरणहरू पूरा गर्नु आवश्यक हुन्छ। सुरुबाट अन्त्यसम्म प्रक्रिया कसरी अघि बढ्छ, अब विस्तारै हेरौँ। जापानी नागरिकताका 4 मुख्य चरण हुन्छन्। पहिलो, प्रारम्भिक तयारी। दोस्रो, आवेदन प्रक्रिया। तेस्रो, निर्णय। र चौथो, स्वीकृत भएपछि गर्ने पछि प्रक्रिया। अब सुरु गरौँ पहिलो चरण, प्रारम्भिक तयारी। न्याय विभागलाई सल्लाह। आवेदन प्रक्रिया सुरु गर्नु अगाडि आफ्नो क्षेत्रको न्याय विभागमा गएर परामर्श लिनुपर्छ। यसले तपाईलाई प्रक्रिया कसरी हुन्छ भनेर स्पष्ट दिशा निर्देशन दिन्छ। विशेषज्ञसँग परामर्श। विशेषज्ञसँग परामर्श लिनुहोस्। उनले प्रक्रिया, नियम र विशेष मापदण्डहरूबारे बुझाइदिन्छन्। यसले आवेदनमा हुने गल्तीहरू घटाउँछ र तयारी मजबुत हुन्छ। एउटा योग्य कानुनी विशेषज्ञ वा वकिल छान्नुहोस्। उनीहरूले आवश्यक कागजात तयार गर्न, भर्ना गर्न र आवेदन पेश गर्न सिधा सहयोग गर्छन्। अब कागजात तयार गर्ने चरण। सामान्य रूपमा आवश्यक कागजातहरूमा समावेश हुन्छन् नेपाली परिचय पत्र, जन्मदर्ता प्रमाणपत्र, विवाह प्रमाणपत्र यदि लागू भएमा, र आप्रवासन सम्बन्धी कागजातहरू। यी सबै कागजात अनिवार्य रूपमा जापानी भाषामा अनुवाद गरिएको हुनुपर्छ। अनुवाद आधिकारिक रूपमा प्रमाणित हुनुपर्छ। यो कुरा नबिर्सनुहोस्। खर्चबारे पनि तयार रहनुपर्छ। आवेदन शुल्क, अनुवाद शुल्क। पहिले नै खर्चको जानकारी राख्दा प्रक्रिया अझ सहज र स्पष्ट हुन्छ। अब सुरु हुन्छ दोस्रो चरण, आवेदन प्रक्रिया। सबै कागजात तयार भएपछि न्याय विभागमा औपचारिक रूपमा आवेदन पेश गरिन्छ। दस्तावेज समीक्षा। पेश गरिएको कागजात सरकारी कर्मचारीहरूले समीक्षा गर्छन्। यदि कुनै त्रुटि भेटिएमा तपाईलाई फेरि सुधार गरी पुनः पेश गर्न भनिन्छ। अन्तर्वार्ता। आवेदनपछि अन्तर्वार्तामा बोलाइन्छ। यहाँ तपाईको पृष्ठभूमि, उद्देश्य र कागजातबारे प्रश्न सोधिन्छ। शान्त र स्पष्ट रूपमा जवाब दिनुहोस्। अब तेस्रो चरण, निर्णय प्रक्रिया। सरकारी अधिकारीहरूले पूर्ण अनुसन्धान गर्छन्। सम्पूर्ण जानकारीको आधारमा आवेदन स्वीकृत वा अस्वीकृत गरिन्छ। यदि स्वीकृत अनुमति मिल्यो भने तपाईको नाम रातपत्रमा प्रकाशित गरी जापानी नागरिकको रूपमा मान्यता दिइन्छ। यदि अस्वीकृत भयो भने कारण पनि बताइन्छ। विशेषज्ञको सहयोगमा त्रुटि छच्याएर पुनः आवेदन गर्न सकिन्छ। चौथो चरण, या स्वीकृतपछि। स्वीकृति प्राप्त भएपछि अर्को केही प्रक्रिया पूरा गर्नुपर्छ। पहिलो, प्राकृतिकरण प्रमाणपत्र न्याय विभागमा पेश गर्नुपर्छ। दोस्रो, जापानको जाइरू कार्ड फिर्ता गर्नुपर्छ। तेस्रो, जापानमा दोहोरो नागरिकता मान्य छैन, त्यसैले नेपाल सरकारसँग प्रक्रिया गर्नुपर्ने हुन्छ। नेपाली नागरिकता त्याग गर्न नेपाल सरकारसँग प्रक्रिया गर्नुपर्ने हुन्छ। जापानी नागरिकता प्राप्त गर्न कानुनी प्रक्रिया, कागजात तयारी र अन्तर्वार्ता यी सबै महत्त्वपूर्ण हुन्छन्। यदि तपाईले विशेषज्ञको मार्गदर्शन लिनुभयो भने प्रक्रिया अझ सजिलो, सुरक्षित र सफल हुन सक्छ। प्राकृतिकरण आवेदनका लागि आवश्यक कागजातहरू व्यक्तिको परिस्थिति अनुसार फरक पर्न सक्छन्। यदि तपाईलाई सहयोग चाहिन्छ भने अझै सम्पर्क गर्नुहोस्। मासाहिरो एडमिनिस्ट्रेटिभ स्क्रिनर। फोन नम्बर 08035482939। ठेगाना 1224 जुओ, होन्चोमाची, आदाचिकु, टोकियो। हामी तपाईको आवश्यकता अनुसार पूर्ण सहयोग प्रदान गर्नेछौँ।